ल आज चाहिँ हामी चाहिँ हाम्रो छोरा चाहिँ विशालको चाहिँ बिहामा जन्त जाँदैछौँ र जन्त जाने स्थल चाहिँ बिर्ता मोड झापाको लागि हामी जाँदैछौँ। दाजुभाइहरू सबैजना जन्तीको लागि रेडी भइसकेका छौँ। यो रातभरिको विवाह भएर हामीले चाहिँ कोट उतै गएर लाउने विचार गरेर हामी आफ्नो नर्मल ड्रेसमा छौँ र बिर्ता मोड काठमाडौँबाट बिर्ता मोड यता हाम्रो दाइ हुनुहुन्छ। हामी सबैजना बिर्ता मोडको लागि यात्रामा निस्किसकेका छौँ र यो भिडियो पुरै हेर्नु होला। यात्रा क्रमका केही कुराहरू म देखाउँछु। यतापट्टि रमाइलो हामी जनता हिँडिसक्यौँ र बाटोमा गाडीबाट खिच्दैछौँ। गाडीको स्पिड चाहिँ हेर्नु त यहाँ बिचमा स्पिड लगभग 110 को स्पिडमा छ गाडी। 110 को स्पिडमा छ गाडी, एकदम हाई स्पिडमा छ। ल हेर्दै जानु होला है साथी दाजुहरूले भिडियो पुरा। अब पवित्र विवाह हो हाम्रो विशाल केसीको। अनुरोध गर्दछु। त्यसैगरी दुलहाका भिनाजु हरिशचन्द्र बस्नेतज्यूलाई पनि स्वागत गरिदिन अनुरोध गर्दछु। दुलहाका ज्वाइँ र बहिनी
पहिला परिचय दिन्छौँ। हामी नेपाली इसाई मण्डली गुरुद्वारा अनि त्यसका हाम्रा विशाल केसी हाम्रा सदस्य अनि हाम्रा आफन्तहरू दिनाजुहरू दिदीहरू हामी यहाँ सबै आएका छौँ। यस कारण आएका छौँ। अनि नेपाली इसाई मण्डली बिर्ता मोडका सदस्य राम खरेलका छोरी रिया खरेलको लागि माग्नको लागि हामी उहाँको हात माग्नको लागि हामी यहाँ आएका छौँ। यहाँहरूलाई धेरै लामो समय नलिकन यति नै भनेर मैले बिदा हुन्छु। हस्। राम खरेलज्यूको छोरी माग्नलाई यहाँ कहाँ हुनुहुन्छ त? उहाँ देख्नुभएको छ? पछाडि हुनुहुन्छ। कसको लागि उहाँले बताइदिनु भयो? कसको लागि माग्न आउनुभयो? एकचोटि भाइ उठ्दिनुहोस् त, आउने आउनुभयो। ल देख्नुभयो हजुरले सबैले? ल कस्तो हुँदो रहेछ हेर्नुहोस् है राम्रोसँग। उहाँहरू यहाँ समूह नेपाली इसाई मण्डली गुरुद्वारा मण्डलीदेखि उहाँहरूको आफन्त मण्डलीका गुरुजन लगायत र उहाँहरूका दिदी भिनाजु मामा माइजू काका काकी नाति नातिना सबैजना समूहमा आउनु भएको रहेछ। यहाँ विशाल खरेल बाबुको लागि, विशाल केसीको लागि यहाँ श्री राम खरेलज्यूको छोरी रिया खरेल। हजुरहरूले यतापट्टि राम्रोसँग सुनिदिनु होला। उहाँ ल बस्दिनु भयो हुन्छ। कस्तो लाग्यो तपाईँहरूलाई? हेर्नुहोस् राम्रोसँग है तपाईँ। अनि यहाँ म एउटा बाइबलको खण्ड पढ्छु सँगसँगै यहाँ, र अनि त्यसपछि म यो मगनीको कारण अगाडि बढाउनेछु। ए हजुर, कहाँ हुनुहुन्छ अहिले? ए त्यहाँ हाम्रो सुजन भाइलाई भेट्नु त है। सुजन भन्नुहोस् त है। चिन्नुभयो? ए हस् हस्। रिया नानी अगाडि आइदिनु ल। रिया नानी हो एकैछिन उभिनु ल। म त्यही सोध्नु चाहन्छु। यहाँ विशाल केसी तिम्रो लागि विवाहको लागि पत्नी बनाउनलाई, माग्नलाई, हात माग्नलाई मन पराउनु भयो, प्रार्थना गर्नुभयो। उहाँको इच्छाअनुसार परमेश्वरको अगुवाई अनुसार आज यहाँ मण्डलीको सामु, आफन्त आमा बुवा प्रियजनहरूको सामु आमा बुवाले मण्डलीकोले सबैले यहाँ सोधिदिनु न। दुई हातले ल, एक हातले होइन, दुई हातले बिस्तारै सोधिदिनु ल। ल ताली बजाइदिनु मण्डलीमा। अब हाम्रो मगनी, अब अहिले मगनीको काम एग्रिमेन्ट भन्छ नि हो। अब यहाँ आज चाहिँ यो हामीले यो औँठीलाई विशाल बाबुले लगाइदिन मिल्दैन। आज भोलि विवाहको बेलामा उहाँले हुनेवाला दुला यहाँ हाम्रो रिया नानीले पनि हुनेवाला पतिलाई अहिले भन्नुभएको छैन, पछि हुनेवाला श्रीमानलाई पनि बनाएर ल्याउनु भएको रहेछ, दिनुहुने रहेछ। यसको लागि प्रार्थना गरिरहनु पर्दैन, उहाँले दिनुहुनेछ। ल हाम्रो मगनी
आफन्तहरू सबै दुलैलाई स्वागत गर्नको लागि आफ्नो ठाउँमा खडा हुनेछौँ। जतिजना त्यहाँ हुनुहुन्छ म यहाँ तपाईलाई पढेर सुनाउँछु। नेपाली इसाई मण्डली परिषद बेटामोड 3 छापा विषय मण्डलीबाट पवित्र विवाह पाऊँ भन्ने बारे स्यौ जवाफदेही म आफै हुनेछु भने मैले मेरा दुवै हातका बुढी औँठाका छाप दस्तखत फोटो सहित यो निवेदन पेश गरेको छु। मण्डली समितिको जो आज्ञा यो निवेदन उहाँले हामीलाई दिनुभए अनुसार हामीले केही समय अगाडि अर्थात् हिजोको दिनमा हामीले पवित्र विवाहको लागि जुन मङ्गनीको सेवा छ त्यो मङ्गनी गर्यौं। अनि मङ्गनीको लागि हिजो हामीले केही कुराहरू सोध्यौं। अझै पनि हामी यो उपस्थित मण्डली समुदाय अनि जति पनि उपस्थित सबैजना हुनुहुन्छ तपाईहरुको बीचबाट यो विवाह हुन नसक्ने कारण यी दुई जनाको बीचमा विवाह हुन सक्दैन भन्ने कारण केही छ भनेदेखि तपाईहरुले स्पष्ट रूपमा प्रमाण सहित यही समयमा उसको परिवारमा पति पत्नी र
रमाइलो भइरहेछ कि छैन हजुर ठिक छ नि ल जय साहब भान्जी एकदम राम्रोसँग नाचेर जानुभएको छ यहाँ गीतहरूको बन्दैछ फेरि नाच्छौँ हामी रमाइलो गर्छौँ आज विशालको विवाह सकाएर फर्किँदैछौँ अहिले हामी इनरुवा आइसकेका छौँ इनरुवा त्यहाँ चाहिँ समीर भट्ट आइरहेछ कि विराज भट्ट